मेरो साथ अन्याय हुआ है। कलर एक्सचेन्ज गेम खेल्ने अरे यति हो ल्याएर छैन। धेरै टाइम लगायो त्यसले के किन्न लाग्यो है। हुन्न भाग म त मान्दैन नि यस्तो व्हाइट भन्ने। हेर्नुस् व्हाइट कलरमा यस्तो छ। एउटा कोले खान्न र के? मलाई दुईटा यस्तो दिनमा छ, मलाई दुईटा फिर्ता दिनु। ग्रीन पार्क छ। एउटा मेरो लागि पनि ल्याछु मैले। एउटा त राम्रो भयो। हाई गाइज, हेलो भन। हेलो। के भन्न चाहन्छु? मलाई लास्टै ढौ भइरहेको छ। अरू म त्यही भन्न चाहन्छु। ल एकदम धेरै दौ भइसक्यो रे। हामी चाहिँ कहाँ जाँदैछौँ भनेपछि पार्क खोज्दै हिँडिरहेछौँ। हामीलाई बाबाले यहाँनिर पार्क छ, जाऊ जहाँ जाने हो जाऊ भनेर छोडिदिनु भइसकेको छ। आज चाहिँ बन्द छ होइन। एकता टोल विकास संस्था तुलसीपुर। हामी पार्क आइसकेको छौँ गाइस। गर्मी भइसकेको छ। जस्तै गर्मी भएको छ। पार्कको नाम चाहिँ ग्रिन पार्क रहेछ। नवदुर्गा ग्रिन पार्क रहेछ। ग्रिन पार्क छन पनि ग्रिन छ है, एकदम राम्रो छ। उतातिर पनि जङ्गलै जङ्गल राम्रो छ है। तर म फर्स्ट टाइम आउँदैछु भन्न मिलेन। म पहिला आउने बेला चाहिँ यस्तो थिएन। तिमीलाई कस्तो एक्सपिरियन्स भयो त फर्स्ट टाइम? गर्मी भए होइन जाडो गर्मी भएर मान्छे यहाँ छोराएर बसेका छन् कत्रा। हो कहाँ बसेन नि हिँडेछन् भन्छ त। यस्तो घना जङ्गलमा हामीले बस्ने ठाउँ भेटाएको छौँ, शीतल ठाउँ खोजेर। ऊ त्यहाँ चाहिँ पार्क छ। के भन्न चाहन्छु? म केही भन्न चाहन्न। गर्मी भइरहेछ अहिले, बल्ल अलि शीतल भयो। तर ठाउँ चाहिँ कस्तो राम्रो के जङ्गल यतातिर पुरै। यस्तो राम्रो ठाउँमा मैले भिडियो नबनाउने त कुरै भएन। अनि भाइले चाहिँ मेरो भिडियो खिच्थ्यो। त्यही बेलै हामीले गेम खेल्ने प्लान गऱ्यौँ। त्यहाँ बसेर एकदम फ्रेस भएर अब चाहिँ यस्तो राम्रो हावा चलिरहेको थियो। हाम्रो मुड नै फ्रेस भयो। अनि हामी चाहिँ आज कलर एक्सचेन्ज गेम खेल्ने अरे। बजेट चाहिँ दुईजनाकै 50-50 रुपियाँ छ। अनि कलर चाहिँ रेड, येल्लो, ब्लू, ग्रीन, ओरेन्ज, व्हाइट। हो यो कलरको उसँग 50 रुपियाँ छ, मसँग 50 रुपियाँ छ। अब हेरौँ हामीले के लिएर आउँछौँ। गाइज भाइ चाहिँ लिन गइसकेको छ। यहाँभित्र बसिरहेको छु उसलाई वेट गरेर। अब चाहिँ म प्र्याङ्क गर्नु पऱ्यो। म नभएको के गर्छ हेरले। त्यहाँ पारी पसल छ। त्यहाँ कहाँ छ के किनेर लिएर आउँछ हेरौँ है। यहाँनिर यस्तो राम्रो बस्ने ठाउँ रहेछ। म चाहिँ अब बस्छु, भाइले नदेखाओस् मलाई। त्यहाँ नै सामान खोजिरहेको छ। धेरै टाइम लगायो त्यसले के किन्न लाग्यो है। मैले के किन्छु मलाई थाहा छैन। बजेट छ 50 रुपिस। आयो दि म लुक्या त मतलबै भएन। ऊ आइसक्यो। 5 रुपियाँको आफूलाई, 35 रुपियाँको तपाईँलाई हो। तपाईँले 50 रुपियाँको ल्याउनु पर्ने हुन्छ। 10 रुपियाँ धेरै। स्टुलमा यहीँ आउनुहुन्छ अरे अब। तिमीले ल्याएको सामानभरि बसेर खा भन्ने चाहिँ सुची चाम्ला। बोलाउनु परेन त अनि मलाई। के बोलाउनु पर्यो? भर्खर त फोन गर्नुभयो। भर्खर फोन गर्नुभयो। तिमी किनेर निस्किसकेपछि ल्याउनु न म। अब चाहिँ मेरो पाला आयो 50 रुपियाँ। हेरौँ के आउँछ। रेडी छु? यस फर फुड एक्सचेन्ज च्यालेन्ज। अब एक्सचेन्ज कलर एक्सचेन्ज च्यालेन्ज हो, फुड होइन। गाइज ल हामी चाहिँ स्टार्ट गर्न गइरहेछौँ। म कलर व्हाइट। व्हाइट अन्त फुडै येलो खाली छु। जल्दी करो, देर हो रही है। रुको म रेडी छैन अझै। हेर्नुस् गाइजहरू, खोज्नु परेन। आफैले रेडी छु भन्नुहुन्छ, सोध्नुहुन्छ र आफै रेडी छैन। रेडी छु? यस। ल 1 2 3। खै तिमीले निकाल, सँगै निकाल्ने हो क्या दुइटै। मैले मैले हेरेन ल। ल के ल्याउँदो रहेछ यसले। ल 1 2 3 गो। हुन्न भाग म त मान्दैन नि यस्तो व्हाइट भनेर। मान्ने जिग्न। यो मेरो आँखा पनि टल्क्यो गाइस चस्माले। ल यार हुन्छ के त्यस्तै हुन्छ। त्यस्तो फुल त पाइन्न। त्यो फुल त पाइन्न। हुन्न त्यस्तो। मैले व्हाइट कलरको ल्याएकै छैन। मेरो 5 रुपियाँ धेरै भयो।
ए भगवान त्यस्तै होटलमा 5 रुपैयाँ खाना पाउनु पर्छ मैले ले ल अच्छा तिम्रो राख्ने लाउनु देखाउनु एउटा दामी छ ए भगवान कस्तो मान्छे होला यार व्हाइट कलरको न तपाईँ नि ठुला ठुला किन भन्नु सानो सानो ल्याए जस्तो हुन्थ्यो पुग्थ्यो मेरो कस्तो छ भन मेरो गिफ्ट ठिकै छ कस्तो छ ठिकै छ मन पर्यो कि नै ठिकै छ राम्रै छ अब भन्नु तपाईँले कलर तिमी भन अब तिमी फेरि पनि तिमी भन हो ल त्यसो भने रेड रेड छिटो गर्नुहोस् गर कति ठुलो ल्याउनु बारे चाहिँ हेर्नुहोस् देखेन कि मैले खोज्दै भेटिँदै रेडै ल्याउनु बिर्सेछु धेरै नाटक नगर्नु है दिदी ल रेडी छु म 1 2 3 गो यो रेड छ त यी गाइस रेड छ यो साइनले रेड हुन्छ जे भए पनि रेड छ कि नै पिरो पिरो लाउनुहोस् मैले पाइसकेको छु यो एउटा त राम्रो पाएँ अर्को कलर भन छिटो ल अब कुन भन्नु छिटो तिमी भन अब छिटो भन्नु न मैले भनिसकेँ अब येल्लो येल्लो ओइ ओइ येल्लो एउटा मेरो लागि पनि ल्याएको छु मैले आफै खाने हो मेरो फेभरेट हो त्यो मलाई थाहा भइसक्यो थाहा भइसक्नु हो मेरो फेभरेट म भनिदिउँ सुन पापडी थाहा पाल्नु भएछ मिस्टेक भएछ ल 1 2 3 गो हेर्नु येल्लो छ कि नै हेर्नु गाइजहरु येल्लो छ कि नै यही मेरो चाहिँ यसमा रेड मिसिया छ न त रेड र येल्लो दुईटै हो रेड र येल्लो दुईटै हो यो रेड पनि छ येल्लो पनि छ एकैचोटि अघिको रेड थिएन कम्प्लिटली त्यही भएर यो अघिको पनि रेड र येल्लो हो येल्लो ब्ल्याक रेड यो पनि रेड र येल्लो वाह यार तपाईँ तीनटा भन्नु मैले दुईटा पाएँ यो के हो त यो पनि पाएँ खाने कुरा ल अब ओरेन्ज कलर ओरेन्ज जल्दी दिगाओ तपाईँ मरि जानुहुन्छ मैले ल्याचिस खाइदिनु त्यस्तो मर्नु न त्यसले हामी फुड कलर एक्सचेन्ज च्यालेन्ज खेल्न आयौँ घुम्न आएको थियौँ अनि खेल्न पर्यो भनेर देखाउनु छिटो ओरेन्ज यस ओरेन्ज मैले मिस्टेक गरेँ क्या यार मैले ओरेन्ज पनि देखाएन त म थाहा भन्न नि त्यस्तो भन्नु पाइन्न सब ल्याउन भने त अनि त्यस्तो त हुन्न गाइजहरु मसँग मलाई अन्याय भएको छ मैले खानेकुरा सबै दिने फेरि ओरेन्ज कहाँ थियो र देख्नु भएन त्यत्रो आँखा रेड येल्लो ब्लू ग्रीन के कलर छ भन येल्लो ब्लू ग्रीन रेड येल्लो ब्लू ग्रीन चारवटा हाउस अनि पछाडि ओरेन्ज र व्हाइट के हो त अनि व्हाइट भयो ओरेन्ज रेड येल्लो चारवटा भयो 5-6वटा कलर थिए ठ्याक्कै अलिअलि ओरेन्ज भए पनि के हुन्न के 1 2 3 गो हेर्नुस् ए हेर्नुस् हजुर मलाई यो के हो यो के हो यो ओरेन्ज छैन येल्लो हो जे हो नि येल्लो येल्लो ओरेन्ज हेर्नु ओरेन्ज मानिन्छ यो कमेन्ट गर्नु होला मानिन्न भने म फिर्ता दिन्छु मान्दैन पछि अब खाइसकेपछि के फिर्ता दिदीले पनि ल्याउनु भएको रहेछ यो तिमीलाई मन पर्छ भनेर थ्यांक यू ले लो हेर्नुस् गाइजहरु चारवटा हजमला 5 पचाउनु पर्यो खाएर खान्छ है गाइजहरु अहिले फेभरेट हैन यस फेभरेट त कोले खान्न र के म पनि खान्छु ल पहिला खाएर इनर्जी आउँछ कि मैले त कलर पनि बिर्सेछु गाइस वहाँ गएर के किनम भयो मजा आयो गाइजहरु मेरो लागि मैले अर्को पनि ल्याइसके उले आफ्नो लागि आफै लिएर आछ है हेर्नुस् आफ्नो लागि आफै लिएर आछु यही हो तिमीले भने 5 रुपैयाँ एक्स्ट्रा आफ्नो लागि पनि छ भने यो पनि हो र अर्को चुइगम पनि ए तिमीले लास्टै झ्याल्टी गरेछु है 10 रुपैयाँ आफूले खाछु भने तपाईले लिएछु 40 रुपैयाँ भएको छ कि नै भन्नु बजेट जस्तो त्यति सिधा कुरा प्रश्न विचार अब ब्लू कलर ल रेडी हो नो यति खान्छु गाइज खानेमा ध्यान छ कलर एक्सचेन्ज गेम खेले अघि इटिङ भ्लग हो यो 1 2 3 गो हेर्नुस् गाइज मैले पुरै ब्लू ल्याएको छु ब्लू र व्हाइट हेर्नुस् उसको चाहिँ रेड हो रेडमा यो भयो मेरो चाहिँ ब्लूमा यो भयो हेर्नुस् गाइज मैले ठ्याक्क दुईटा कुरा सेम भएछ किनभने चाहिँ पसलमा धेरै सामानै थिएन मैले आँखै खासै देखिन केही पनि थिएन खासै
हेर्नुहोस् मैले ठ्याक पुरै ब्लू ल्याइदिएको छु यो पनि त ब्लू ब्लू हो कि हैन अरे दिनु लाउनु तीनटा फुड आइटम यो आजभोलि 5 रुपैयाँको 4वटा आउँछ ए कतिवटा आउँछ र पहिला 5वटा है म छाड दिउँ तिमीलाई बच्चा भनेर ठगेछ नि तपाईँले ल्याउनु भएर यो मैले ल अर्को कलर आइसक्यो हाम्रो लास्ट कलर ग्रीन रेडी ल 3 2 1 गो गो ए स्किप यति हो ल्याएर छैन छैन नै हेर्नुहोस् गाइस ग्रीन के भनौँ मेरो यति तिमी त कतिवटा हजमला मात्रै रहेछु त्यो मैले कलर त पुऱ्याएको छु नि मलाई दुईटा यस्तो दिनमा छ मलाई दुईटा फिर्ता दिनु हो म पनि यही दिन्छु बरु ग्रिन अनि यो नि अरू पनि त छन् ग्रिन इन पनि छन् अनि यो व्हाइट पनि छ म यही फिर्ता दिन्छु मेरो साथ अन्याय हुआ है अन्याय भयो त म तपाईँलाई यो अर्को कुरा दिन्छु ल ग्रिन कलर ग्रिन छ गाइज अब बराबर यो त मैले दिइसके भयो यो के हुन्न अलि लास्टमा तिम्रो गिफ्ट र मेरो गिफ्ट देखाउनु पर्दैन त नि देखाउनु पर्छ तर म अर्को गिफ्ट दिन्छु त दिदीलाई हेर्नुहोस् ग्रिन ग्रिन लाउनुहोस् ग्रिन तपाईँले मलाई दिनु हो ग्रिन बराबर तपाईँले मलाई हेर्नुहोस् व्हाइट कलरमा यस्तो छ बराबर छ मेरो चिन्ता नलिनु हेर्नु मेरो पनि एउटा यस्तो पात छ दिदीको पनि एउटा यस्तो पात छ भयो किन हेर्नु दिदीले यो हजमोला पाउनुपर्छ 5को यो पाउनुपर्छ 5को यो पनि 5को त्यो पाउनुपर्छ मैले यो कतिको 10को 10को 5 15 5 20 रुपैयाँ 20 रुपैयाँ भयो अरू कहाँ गयो त फोन आइसक्यो ठुलो बाबा आइसक्नु भयो होला होला 20 रुपैयाँ भयो अरू कहाँ गयो उता हुन्छ अरू कहाँ गयो त ग्रीन दिनु मन दिन्छु बाबा आइसक्नु भएको छ हाम्रो सक्छ गाइजहरु ल अब हामी जान्छौँ बिरा भएको छौँ हामीले ल्याउन मान्छे ल अर्को रेड रेड पनि येल्लो र रेड वाह चाली हाम्रो यतिका सामान छ एउटा म हाल्छु गाइज एउटा चाउचाउ यो त खान्छु म अब बाबा आउनुभयो अनि हेर्नुहोस् एउटा प्युरिटी ल एउटा चोकोबन थ्याङ्क यू दिनुको लागि एउटा ललिपप यिनले लास्टै लोभ गरिन् ठुलो बाबाले हामीलाई देख्नुभयो कि न ऊ उता बालबु त्यो एउटा ग्रीन त्यो फालिसक्यो तिमीले यो ग्रीन कलर मैले यो पैसा दिन्छु यो व्हाइट हाल त्यहाँ यो हाल यो व्हाइट बाबा हाम्रो लिन बाई गाइज हामी अब जाँदैछौँ बाई बाई कस्तो लाग्यो तिमीलाई राम्रो लाग्यो तर तपाईँहरूलाई हाँसो लाग्छ कि म भन्न सक्दिनँ किन भन्न सक्दिनँ कि खानामा व्यस्त थिएँ ऊ बाबा आइसक्नु भएको छ कहिले मलाई पनि खान्छ यस्तो गरेर गेम खेलेर त घर लगेर सबै बाबा मम्मीलाई दियो उसले खानेकुराहरू मेरो आफ्नो सबै गेमको लागि मात्रै हो अरे मिलेर खानुपर्छ अरे अनि हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला है त थ्याङ्क यू फर वाचिङ